माथि माथि छ। यता यतातिर भने फाटी छ पानी र हल्का हल्का परिरहेको छ पानी अझै पनि। गाह्रो छ साथीहरू, गाह्रो छ के गर्ने त्यस्तो जिन्दगी। त्यहाँदेखि यता मेरो बस्ने ठाउँ यहाँ चाहिँ मेरो बस्ने ठाउँ हो। खाना पानी सबै यहाँ छ। मेरो सामानहरू यसरी खाना प्याक गरेर लिएर आउनुपर्छ दिउँसो खानाको लागि। बिहान बिहानै 7 बजे हो खानुपर्ने बिहान नास्ता। भोक लागे पनि नलागे पनि अब बिहान खासै खाना त मन हुने, बिहान बिहान खाना नि खाइँदैन। त्यही पनि दिउँसो भोक लाग्छ, दिउँसो 1-2 बजे हुन्छ खाना खाने टाइम। त्यसैले 1 बजीसम्म त भोकले मरिन्छ। त्यही भएर बिहान खानुपर्छ जबरजस्ती खाना। यस्तै छ जिन्दगी केरलाको। तपाईँहरूको ठाउँतिर के कस्तो छ? पानी सानी परेछ कि परेको छैन? घाम लागेको छ पानी परेछ र भिडियो कस्तो लाग्छ? मेरो भिडियो मनपर्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गर्नु होला र सेयर पनि गरिदिनु होला। यदि भिडियो मन पर्दैन भने छोडेर जानु होला होइन। त्योभन्दा त के भन्न सकिन्छ र त्यो नै भन्नु होला। यस्तै छ साथीहरू जिन्दगी। र मेरो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला है। सायद तपाईँहरू पनि परदेशदेखि नै सायद मेरो भिडियो धेरै हेर्दै हुनुहुन्छ। धेरैजनाले बाहिरदेखि हेर्दै हुनु होला मेरो भिडियो। घर परिवार छोडेर होइन, आफ्नो परिवार छोडेर परदेशमा दुःख गर्न जानुभएको होला। आफ्नो ख्याल गर्नु होला, राम्रोसँग काम गर्नु होला होइन। आज मार्ने भयो हामीले खतम छ। गरिबको जिन्दगी पनि के जिन्दगी साथीहरू। त्यो दुःख गरेर पैसा कमाउनु पर्छ। हेर्न सक्नुहुन्छ यो पानी परेको। आज रातै गाह्रो हुनुभयो काम गर्नलाई। खतम छ जिन्दगी। गाह्रो छ, गाह्रो छ। त्यो पानीमा नि काम गर्नुपर्छ। के गर्ने, पैसा कमाउनु सजिलो छैन। धनी मान्छे भएको भए त मजाले घरमा बस्नुहुन्छ। गरिबको जिन्दगी यस्तै त हो। पानीले खिच्छ, घरहरू नपाइने खान्छ। पानी फाटेपछि डाँडातिर कुहिरो देखिन लाग्यो साथीहरू। यस्तो मजाले कुहिरो लाग्यो। माथितिर झन् धेरै लाग्यो। र आज पानीले भने जोडले सफायो। दिनभरि पानी परेर अनि प्लास्टिकको ऱ्याङको जोडेर जानुभएको थियो। अझै टाइम छ, छुट्टी भएको छैन। र के गर्ने, यस्तै छ होइन। गरिबको जिन्दगी बेकार जिन्दगी रहेछ भन्ने जस्तो लाग्छ क्या कहिले काहीँ। अब यस्तो जङ्गलमा आएर दुःख काम गर्नु पऱ्यो होइन, दुःख हुन्छ। दुःख त धेरै नै दुःख छ। किन भन्दाखेरि अब पानीमा पनि काम गर्नु पऱ्यो, घाम लागे नि काम गर्नु पऱ्यो होइन। अब घाम लागे त त्यति दुःख हुँदैन, पानी पऱ्यो भने एकदमै दुःख हुन्छ। किन भन्दाखेरि पानी पऱ्यो भने चिप्लो हुन्छ र चिप्लो भन्दा नि सबभन्दा समस्या हुने जुगा लाग्ने। यसमा एकदमै धेरै जुगा लाग्छ। त्यसले गर्दाखेरि जुगा टुकेर खत्तम बनाउँछ। जुगा त्यस्तो लाग्ने। अब पानी पऱ्यो कि भिजी भिजी काम गर्नु पऱ्यो, भिजिहाल्छ। जति प्लास्टिक ओढे पनि पानीले भिजाइहाल्छ। त्यही भएर गाह्रो छ काम गर्नुको लागि।